यहाँ मोबाइल राखेर भ्लग गर्नु परेको छ। मकसद के हो होइन, म भिडियो किन बनाउँछु होइन, मेरो अरू भन्दा किन फरक भ्लग छ होइन, यति धेरै भिडियो हाल्दा पनि जब 85 जना सब्सक्राइबर छन्, जिम पनि छोडिरहेको गाइज होइन। हेलो गाइज, मेरो नाम चाहिँ साहिल, सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै, सबै ठिकठाक छ होइन। आज चाहिँ म चाहिँ के भन्न आएको भने होइन, मेरो रियालिटी, मेरो च्यानलको बारेमा रियालिटी बताउन आएको है। अच्छा, म चाहिँ होइन आज यो बताउन आएको कि म भिडियो किन बनाउँछु होइन, मेरो मकसद के हो होइन, भिडियो बनाउँछु किन, मेरो भिडियोमा काम के छ, किन युट्युबमा आएर भिडियो बनाउँछु होइन, मेरो अरूभन्दा किन फरक भ्लग छ होइन, म त्यो बताउन आएको। मेरो भिडियो पुरा हेरिदिनु होला सबैजनाले, अनि जति पनि नयाँ मान्छे हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला है सबैजनालाई। 62वटा भिडियो युट्युबमा हालिसकेको छु होइन, 62वटा हालिसकेको छु। 85 जना सब्सक्राइबर छन् होइन। यति धेरै भिडियो हाल्दा पनि जब 85 जना सब्सक्राइबर छन्, त्यही पनि म भिडियो किन बनाउँछु, किन हाल्छु भन्ने आज मेरो माइन्डमा चाहिँ होइन एक आइडिया आयो, अनि टक्क बनाउनु लागेको। भिडियो पुरा हेरेर फुल मजा गरिदिनु होला। अनि जति पनि नयाँ मान्छे हुनुहुन्छ प्लिज भित्री मनदेखि एउटा सब्सक्राइब गरिदिनु होला। हजुरको एउटा सब्सक्राइबले मलाई मोटिभेसन मिल्छ, मेरो सपना पुरा हुन्छ। प्लिज जति पनि नयाँ मान्छे हुन्छ सब्सक्राइब गरिदिनु होला। अनि मैले चाहिँ भ्लग किन बनाउँछु भन्दा होइन, अरूको भन्दा मेरो भ्लग किन फरक छ, किनकि मैले भिडियोमा देखावटी गर्दिनँ। मेन कुरा भनेको मेरो यही हुन्छ, म देखावटी गर्दिनँ। मेरो रियालिटी जे छ म त्यही देखाउँछु होइन। अरूले जस्तो त्यो होइन टाइटल लेखेर टाइटल लेखेर अनि स्क्रिप्टहरू लेखेर होइन त्यो बोल्छन्, तर मेरो त्यो छँदैन। मेरो रियालिटी हुन्छ, मेरो मनमा जे आउँछ, मैले जे देख्छु होइन हजुरहरूलाई त्यही सुनाइदिन्छु। त्यसैको बारेमा होइन बिल्ला हान्छु होइन। जस्तै कि उताबाट एउटा कुकुर देख्यो भने पनि म कुनै हुँदैन मेरो, म कुनै यहाँबाट सोचेर गएको हुन्न कि म यो बोल्छु यो भ्लग हान्छु भनेर, तर म बाटोमा जे देख्छु त्यही रियालिटी हुन्छ। जस्तै उताबाट एउटा कुकुर आएको छ भने गाइड चाहिँ मेरो दोस्त हो होइन, त्यसरी भन्छु म। त्यो कुनै मेरो भ्लग रियालिटी हुँदैन। मैले कुनै त्यस्तो कुनै म फेक लिएर हाल्दिनँ। मेरो भ्लग हुन्छ रियालिटी, हरेक भ्लग हुन्छ नि रियालिटी। मेरो भ्लग मकसद के छ त, म युट्युबमा होइन मेरो नाम होइन, मेरो नाम चलोस् होइन, म फेमस हुन चाहन्छु। त्यही भएर आएको गाइज, मेरो सपना भनेको अहिले युट्युब छ कि। प्लिज जति पनि नयाँ मान्छे हुनुहुन्छ यो आइडी सब्सक्राइब गरिदिनु होला। अनि मेरो भ्लग चाहिँ होइन अरूको भन्दा किन फरक छ त, किनकि मेरो भिडियो होइन मेरो भ्लग रियालिटी हुन्छ। किनकि मेरो होइन अरूले जस्तो त्यो महँगो चिज किन्ने देखाउने मेरो त्यो हुँदैन। मेरो के म डेली मेरो काम हुन्छ होइन, म बस मेरो टाइम मिलेको बेला म भ्लग बनाउँछु, जे देख्छु त्यही बनाउँछु। रियालिटी छ होइन, अरूले जस्तो त्यो महँगो क्यामेरा नि छँदैन होइन। म तपाईँलाई देखाइदिन्छु होइन, मैले होइन इट हुन्छ नि इट माथि मोबाइल राखेर अहिले क्यामेरा मोबाइल राखेर गाइज भ्लग गरेको छु होइन। प्लिज हजुरको एउटा सब्सक्राइबले मलाई धेरै मोटिभेसन मिल्नेछ। जति पनि नयाँ मान्छे हुनुहुन्छ अहिले सब्सक्राइब गरिदिनु होला। अनि मेरो भ्लग होइन मलाई तपाईँलाई जस्तै फन्नी कमेडी, मेरो हरेक भिडियो भनेको कमेडी हुन्छ होइन। कमेडी भ्लग हेर्नु मन लाग्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला यो आइडी होइन गाइज। अनि फाइनली भन्नुपर्दा होइन यो टाइम भनेको स्ट्रगल हुन्छ होइन मेरो, किनकि बिहान बेलुकी मेरो हर रोज काम हुन्छ होइन, काम हुन्छ। त्यो पनि म कताबाट टाइम मिलेर भ्लग गर्छु होइन। अनि एडिट गर्नु त्यस्तै टाइम लाग्छ गाइज होइन। अनि एडिट गर्नु पऱ्यो, थम्बनेलहरू मिलाउनु पऱ्यो, थम्बनेलहरू राख्नु पऱ्यो होइन। त्यही भएर गाइज जति सक्दो गाइज होइन मेरो आइडीलाई प्लिज सब्सक्राइब गरिदिनु होला होइन। किनकि मैले 62-63वटा मैले भिडियो हालिसकेँ, युट्युबमा हालिसकेको छु होइन। जम्मा 85 जना सब्सक्राइबर भएका छन्। त्यो चाहिँ एकदम डिमोटिभेट हुन्छ। त्यही पनि मेरो फ्यामिलीहरूलाई म खुसी बनाउँछु होइन, मेरो फ्यामिलीहरूको लागि हर रोज भिडियो हालिदिन्छु होइन भनेर म दिनरात मिहिनेत गरेको हुन्छ हजुरहरूको लागि। तर मलाई चाहिँ छैन भाइ, एउटा सब्सक्राइब गरिदिनु होला। जतिजना नयाँ मान्छेले यो भिडियो हेर्नुभएको छ प्लिज सब्सक्राइब गरिदिनु होला। हजुरको एउटा सब्सक्राइबले मेरो लाइफ बन्नेछ गाइज। त्यही भएर दुःख नमानिकन प्लिज सब्सक्राइब गरिदिनु होला होइन। फाइनली भन्नुपर्दा चाहिँ होइन म चाहिँ आज छतमा आएको होइन, छतमा आएर भ्लग गर्दैछु। तपाईँलाई देखाइदिउँ हाइट खसलाई यस्तै राखेर न यहाँ मोबाइल राखेर भ्लग गर्नु परेको छ। मेरो पनि आउला नि त गाइज एक दिन त्यो हुन्छ नि त भ्लग गर्ने यसरी 6 माथमा, त्यो दिन पनि छिटै आउनेछ होइन। हजुरले सब्सक्राइब गरिदिनु, माया गरिदिनु होइन। मेरो भिडियोमा राम्रो कमेन्टहरू आउनलाई अनि म जरुर किनेर ल्याउँछु हजुरहरूको लागि होइन। त्यो छतमा नि यस्तो छ नि सबै नि यत्र सोचका बच्चा होइन। अनि हाम्रो चाहिँ गाइज रोक्सी खाँदै फाल्दै गरे अब
तर म चाहिँ खाँदिनँ है गाइस। तर म खाँदिनँ होइन। मेरो रुममा चाहिँ यस्तो छ, पहिला जिम गर्थेँ, अझ भ्लग गर्ने फुर्सद हुँदैन होइन, भ्लग एडिट गर्दा गर्दा टाइम हुँदैन, म जिम पनि छोडिरहेको गाइस होइन हजुरहरूको लागि होइन। मेरो वास्तविक रियालिटी भनेको नि यति हुन्छ होइन। टक्क यहाँ आएर म मोबाइल अड्डाएर भ्लग गर्छु। यो चाहिँ अरूले चेयरमा बस्छन् गाइस, मेरो चाहिँ यस्तो छ है, यहाँ बस्यो टक्क यहाँ बस्यो, त्यहाँ मोबाइल राख्यो भने भ्लग गर। मेरो चाहिँ यस्तो छ होइन, दुःख स्ट्रगल मैले धेरै गरिरहेको होइन, तपाईँहरूको लागि म धेरै गरिरहेको होइन। अझसम्म खाना खाएन गाइस होइन, तपाईँहरूको लागि धेरै गरिरहेको। तर हजुरहरूले एउटा सब्सक्राइब गरिदिनु न प्लिज यार, भित्री मनदेखि एउटा भन्दैछु, प्लिज सब्सक्राइब गरिदिनु होला होइन। तपाईँलाई रियालिटी देख्न छ होइन, रियालिटी देख्न छ भने सब्सक्राइब गरिदिनु होला, किनकि यत्रो दुनियाँमा होइन रियालिटी छ होइन। म इन्डियाको बारेमा होइन, मान्छेको माइन्ड के हुन्छ, सोच के हुन्छ होइन, इन्डियाका मान्छे कस्ता हुन्छन्, के बोल्छन् होइन, यिनीहरूको माइन्डसेट के हुन्छ, म त्यो बारेमा बताउँछु होइन हजुरहरूलाई। आजको भ्लग चाहिँ यति नै गाइज होइन। प्लिज जति पनि नयाँ मान्छे हुन्छ सब्सक्राइब गरिदिनु होला, जति पनि नयाँ मान्छे हुनुहुन्छ प्लिज गाइज, भित्री मनदेखि भन्दैछ हजुरको एउटा सब्सक्राइबले मेरो लाइफ बन्नेछ गाइज। प्लिज मेरो सपना पुरा गरिदिनुको लागि यो भिडियोमा कमसेकम होइन, धेरै त बन्दैन ल, 1000 भ्युज र 500 1000 भ्युज गाइज होइन, 100-200 लाइक आउनु, मलाई त्यति भयो भने धेरै मोटिभेट हुन्छ होइन। कमसेकम यो भिडियोमा 1000 भनेपछि 1000 भनेपछि कमसेकम ल 500 जति सब्सक्राइब गरिदिनु होला प्लिज यार, धेरै मोटिभेसन हुन्छ यार। प्लिज यो भिडियोमा 500जना सब्सक्राइबर बढुन् है। पछि त्यही भन्नु बिदा हुन्छु। आजको लागि यति नै भ्लग, बाई गाइज।